हाई गाइज यहाँ चाहिँ हस्पिटल ब्याग रेडी गर्न आएको छौँ हाम्रो यहाँ सानिमाको बुहारीको हेलो भनिदिनु हेलो के छ कस्तो लागिरह एकदम रमाइलो एक्साइटेड छु एक्साइटेड हुनुहुन्छ खुसी लागिरहेछ ल ठिक छ हामी चाहिँ यहाँ रेडी गर्दैछौँ ए नयाँ बच्चाको लागि यहाँ तयारी हुँदैछ हाम्रो स्टार किड्समा तपाईँहरूलाई पनि चाहिए पारे आउनु होला मणिग्राममा छ नजिक भएको मान्छेहरू आउनु होला सबै पाइन्छ यहाँ एकदमै दाइले मिलाएर गरिदिनुहुन्छ भन्ने रेखा चाहिँ फ्री प्रमोसन गरिदिनु दाइको अनि कतिको बिल आयो त नयाँ बच्चाको टोटल 26,000 टोटल 26,000 को लियो सामान ल ठिक छ बच्चा नआउँदै यति खर्च कस्तो लागिरहेको त बच्चा आएपछि झन् कति होला होइन बच्चाको लागि सब सहनु तयार बच्चाको लागि त पैसा त केही होइन हो नि त्यस्तै सबै किनिन्छ हामीले लिगिसक्यौँ यत्रो एक झोला हेर्नु झोला कत्रो दाइ हेलो टु माई ब्लग दाइ ल अब छोरा अघि छोरीले खर्च गरिसके नि भ्लग हो हस् हुन्छ हामी आछौँ यहाँ हेर्नु गिफ्ट यत्रो भइसक्यो ए मासु बनाउँदैन हो ए ल सही हो ल यहाँ हेर्नु त ए यहाँ यत्रो ब्याग किन्न पर्यो अहिले चाहिँ हामी यहाँ नास्ता खान आएको आनन्द मिष्टान भण्डारमा हामी चाहिँ चाउमिन समसम हटर 2टा लस्सी अनि बुनिया मगाएको छौँ अब खाने भोक लाग्यो सपिङ गरेर धेरै है भाउजू हो नि अस्ति थकेला यहाँको चाहिँ एकदम पुरानो हो नि त यो अनि एकदम मिठो हुन्छ कि यहाँ मणिरामको आनन्द कति प्याक हुन्छ ल हेर्नुहोस् प्याक छ चाउमिन आयो अब चाहिँ हामी डिटोल किन्छौँ अनि त्यसपछि डिटोल र सेनिटाइजर किनेपछि अनि चप्पल किनेपछि हाम्रो हस्पिटल ब्याग रेडी हुन्छ गाइस हामी चाहिँ अहिले मणिरामको बाटोमा हिँडिरहेछौँ अनि उहाँ चाहिँ मेरो सानीमाको बुहारी हो मेरो भाउजू पहाड बस्नुहुन्छ पहाडबाट आउनुभएको अनि उहाँको हस्बेन्ड चाहिँ नेदरल्यान्ड हुनुहुन्छ फुल डिटेल दिन पऱ्यो नचिन्न सक्नुहुन्छ होइन सो हामी मेडिकल आँखा सेनिटाइजर र डिटेल किन्छौँ फेरि गर ए हजुर ए वा स्ट्रङ वा फेरि गरिदेऊ गाइजहरू त यस्तो डग लभर तपाईँले कतै देख्नु भएको थियो कि नै कुकुरलाई दही के अरे भात केरा यस्तो डग लभर तपाईँको अर्को छोरी हो रानी भनेको हाम्रो घरको कुकुर हो गाइज यो कुकुर हो गरी छिन् छोरी बाबा गरी छिन् तिम्रो छोरी तिम्रो बाबाले त अर्को छोरीलाई माया गर्नुहुन्छ हेर त आएको छोरीलाई ए बा डग लभर तिम्रो बाबाले त अर्को छोरीलाई माया गर्नुहुन्छ हेर डग लभर डग लभर ओ है मलाई चाहिँ त्यस्तो एनिमलसँग त्यस्तो लाइक एट्याचमेन्ट चाहिँ छैन त्यो एट्याचमेन्ट छैन भने केयरै नगर्ने नि त त्यस्तो ओहो एनिमल कस्तो डग लभर कस्तो हुन्छन् कि तर मलाई चाहिँ त्यस्तो ओहो लाग्दैन त्यस्तो माया नलाग्नु पनि होइन तर त्यस्तो ओहो चाहिँ लाग्दैन है एनिमलसँग खै किन हो डोन्ट टेक मी रङ है फेरि डग लभरहरू फेरि मसँग रिसाउनु होला त्यस्तो होइन है जस्ट अब आफ्नो कुरा हो दिदी ल अब खाना खाऊँ है त खाना खाऊँ अब दिदी र म खाना भएकी छौँ अनि सबैले खाएर भ्याए सबै अब पसल जान थाल्नुभयो
दिदी र म अब खाना खाने हो होइन त खाना खाने हो भन्नु न खाने हो राम्रै आएछ र तपाईँलाई कुकुर कहिलेबाट मन पर्न थालेको भन्नु त भन्नु न तपाईँलाई कुकुर कहिलेबाट मनपर्छ त्यस्तो होइन पहिला पनि यो घर 2टा कुकुर थियो अनि एउटा चाहिँ म आउनुभन्दा पहिल्यै गयो डेथ भयो उसको अर्को त्यो कालु भन्ने त्यो कालुलाई पनि अर्को हाम्रो उता पसल घर पठाइदिएछौँ अनि अहिले चाहिँ यो नयाँ ल्याउनु भयो पन्जाबबाट